सुर्खेतमा अटो चालकहरूको सडक सुरक्षा र जिम्मेवारीलाई मध्यनजर गर्दै सेफ्टी ज्याकेट वितरण गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको आयोजना तथा ट्रस्ट एजुकेशनल सेन्टर वीरेन्द्रनगरको सहयोगमा जिम्मेवार चालकहरूलाई सेफ्टी ज्याकेट वितरण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको हो। जिल्ला समन्वय समिति सुर्खेतको सभा हलमा आयोजित कार्यक्रममा वीरेन्द्रनगरमा अटो सञ्चालन गर्दै आएका करिब 130 जना चालकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा चालकहरूलाई सेफ्टी ज्याकेट वितरणसँगै सडक सुरक्षा, ट्राफिक नियम तथा सुरक्षित सवारी सञ्चालन सम्बन्धी सचेतना प्रदान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै ट्रस्ट एजुकेशनल सेन्टरका सञ्चालक हरि कडेलले सडकमा अटो चालक र ट्राफिक प्रहरी एकअर्काका विरोधी नभई सहयात्री भएको बताउनु भएको छ। चालक सुरक्षित भए मात्रै यात्रु र परिवारको सपना पनि सुरक्षित हुने उहाँको भनाइ छ। धेरैलाई लाग्ला अटो चालक भनेको एउटा मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने व्यक्ति मात्र हो, तर यथार्थ कुरा त्यो होइन। तपाईहरू सुर्खेतको अर्थतन्त्रलाई गतिशील तरिकाले चलाउने रथको पाङ्ग्रा हो। त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार साईले सेफ्टी ज्याकेट प्राप्त गरेसँगै चालकहरू अझ जिम्मेवार र सचेत भएर सवारी सञ्चालन गर्नुपर्ने बताउनु भएको छ। सोही अवसरमा ट्रस्ट एजुकेशनल सेन्टरले अटो चालक तथा उनीहरूका परिवारका सदस्यहरूलाई वैदेशिक भाषा र अन्य तयारी कक्षामा 20 देखि 50% विशेष छुट दिने घोषणा समेत गरेको छ।